नमस्ते सबैजनामा। आज यो बिहानीको समयमा बिहानीको मौका पार्दै आफूलाई लागेका, आफूलाई जान्न चाहेका, सोध्न चाहेका केही कुराहरू चाहिँ घरमा बस्दै गर्दा ती कुराहरू सोध्न नसकिने तर एउटा अन्तर्वार्ताको बहानामा भएर पनि बुवासँग केही क्वेसनहरू गर्दै आफूले जान्न चाहेको, सिक्न चाहेको कुराहरू चाहिँ तपाईँहरू माझ ल्याएर आएको छु। र कार्यक्रममा खास भिडियो क्लिप बनाउनुको कारण चाहिँ आफूले जान्न खोजेका कुराहरू बुवासँग डाइरेक्ट सोध्न नसकिने तर अन्तर्वार्ता माध्यम त केही सोधौँ न उहाँको चाहिँ जीवनमा कस्तो किसिमको स्ट्रगल भयो, कस्तो किसिमका अनुभव छन् भन्ने कुराहरूलाई चाहिँ म चाहिँ बिहानको समय बुवा एकछिन चाहिँ हामी इन्टरभ्यू लिन्छु हजुरको भनेर चाहिँ म त्यो जमर्को गरेर हजुरमाझ आएको छु। स्वीकार्नु होला। बुवालाई स्वागत छ। धन्यवाद। अनि बुवालाई लगभग अमेरिका आएको 1.5 महिना जति भयो। हजुरलाई कस्तो लागिरहेछ त बुवा यहाँको मौसम, यहाँको वेदर, यहाँको चाहिँ बसाइ? चिसो पनि थियो हिजो अस्ति, अहिले चाहिँ वेदर सुध्रिँदै गएको छ। नेपालभन्दा के फरक पाउनुभयो त बुवा? हामी आउँदाको अवस्था धेरै नै चिसो थियो, हिमपात नै भएको देख्न पाइयो, रमाइलो हिमपातसँगै पनि। तर आजभोलि केही चेन्ज हुँदै गएको छ मौसममा। अब केही न्यानो न्यानो महसुस भइरहेको छ। र नेपाल र अमेरिकालाई हेर्दाखेरि त अब अमेरिकामा भनेको अब आफ्नो देश भनेको फरक किसिमको जना माया ममता मन भिजिएको बसेको ठाउँ भयो। अब त्यसै पनि प्यारो लाग्छ। तर त्योभन्दा अब नेपाल अमेरिका पनि राम्रै छ। यहाँको जना शान्ति, सुव्यवस्था, कानुनी मान्यता हरेक कुराहरूलाई हेर्दाखेरि अति नै सान्दर्भिक, अति नै बस्न योग्य राम्रो चाहिँ छ। हजुर, एक त यहाँको भौगोलिक नेपाल र यहाँ चाहिँ एकदमै भिन्न छ। फेरि हजुरको चाहिँ त्यही किसिमले पनि कानुनी, अब कानुनी देशै राज्य भएका कारणले फरक त अलिकता हुने भयो। अनि बुवालाई चाहिँ खास चाहिँ यो इन्टरभ्यू सुरु गर्नुभन्दा पहिल्यै सोध्नु थियो, हजुरको छोटो परिचय पनि राखिदिनु न अनुरोध गर्दछु बुवा। मेरो अब छोटो मेरो आफ्नो नाम पूर्ण कुँवर, सुदूरपश्चिम नेपाल, अहिले चाहिँ धनगढी पुर्खेली स्थल भनेको चाहिँ अछाम जिल्ला हो। नेपालको अछाम जिल्ला 7 नम्बर प्रदेशभित्र नै पर्छ। अहिले हाल चाहिँ धनगढी उपमहानगरपालिका 13 राजपुरमा बस्छु। अहिले चाहिँ अब यो बाबु यता भएको हुनाले घुम्ने र हेर्ने प्रक्रियामा अमेरिका आइपुगेको छु। हजुर, यही नै के गर्नुहुन्थ्यो? म यसभन्दा अगाडि टिचिङ गर्थेँ गाउँमै, गाउँको स्कुल आधारभूत विद्यालयमा। हजुर, त्यसबाट अब जाने धेरै वर्ष जाने टिचिङ पेसामा नै जीवन जाने बिताइयो। 2075मा गएर अनि रिटायर भएर अब अहिले त्यत्तिकै घुमघामकै क्रममा यताउति। मैले खास बुवा जान्न पाएको, जीवनमा तपाईँले लामो समय टिचिङ पेसा गर्नुभयो भन्नुभयो। मैले खास आजको इन्टरभ्यूबाट जान्न खोजेको, बुझ्न खोजेको कुरा चाहिँ के भन्ने भन्दा हजुरले लामो समय टिचिङ गर्दै जाँदा हजुरको जीवनमा आएका आरोह अवरोह, दुःख सुख, स्ट्रगल कति गर्नुभयो, कस्तो ठाउँमा बस्नुभयो, कस्तो किसिमको जीवन जिउनुभयो, हजुरको पारिवारिक अलिकता चाहिँ पृष्ठभूमि के हो, त्यो कुरा पनि छोटो राखिदिनु हुन हार्दिक अनुरोध गरेको तपाईँलाई। अब हाम्रो आफ्नो परिवार जाने हामी मध्यमवर्गीय किसानका जाने किसानभित्र पर्दछौँ। अब टिचिङ पेसालाई जाने लिएर हेर्ने हो भने उसरी मैले चाहिँ यो पेसा चाहँदै नचाहेको पनि हो नेपालको परिस्थितिलाई परिप्रेक्ष्यलाई हेर्दाखेरि। किनभने त्यहाँ चाहिँ टिचर भन्ने बित्तिकै अलिकति हेयको भावले मानिसहरूले हेर्ने दृष्टिकोण, त्यहाँ पढ्ने विद्यार्थीहरू भोलि गएर ठुलो जना अरू पोस्टमा नोकरी आदि इत्यादि उनीहरूले पनि टिचिङ गर्छौँ भनेपछि अलिकति हेयको भावले चाहिँ हेर्ने र टिचरलाई त्यति ठुलो मर्यादा समाजमा पनि नपाएको एउटा अवस्था थियो। त्यस कारणले मैले चाहिँ त्यो पेसा नगर्ने, तर नगर्ने भन्दा पनि बाध्य भएर एउटा चाहिँ परिस्थितिवश मैले यहाँ चाहिँ टिचिङ पेसामा लाग्नु पर्यो। तर पनि अब पछि जाने केही जाने
शिक्षक सङ्गठनहरूको माग अनुसार राज्यले पनि केही चाहिँ सुविधाहरू चाहिँ थप्दै गयो। अहिले चाहिँ केही सुविधाहरू त राम्रै बन्दै गएका छन्। अहिले पेन्सन पट्टा आदि इत्यादिको नि व्यवस्था गरेको चाहिँ अवस्था छ। तर अझै शिक्षकहरूले जुन मर्यादित चाहिँ हुनुपर्ने हो, चाहिँ जुन उच्चतम प्रतिष्ठा पाउनुपर्ने चाहिँ हो, त्यो अहिलेसम्म नेपालमा पाइराखेको छैन र शिक्षा पनि एकदमै कमजोर अवस्थामा दिनानुदिन शिक्षाको स्तर पनि खस्किँदो अवस्थामा जान्छ। त्यो सबैले अवगत भएकै कुरो हो। अब अरू जाने कुराहरू म आफ्नो जाने विषय भन्दा केही चाहिँ धेरै जसो मैले अब धेरै ठुलो पोस्टमा त आफूले काम गर्न सकिएन। तर पार्टीको भारतीय सङ्गठनको शिक्षक सङ्घभित्र रहेर, नेभी सङ्घभित्र रहेर अब पहिले अब यो पार्टीप्रति कटिबद्ध पनि भएँ र त्यसमा पनि केही चाहिँ मैले आफूले दिन सक्ने योगदानहरू दिएँ पनि। फेरि विद्यार्थी जाने छँदा काठमाडौँमा पनि 2039 सालको गणेशमान यो पञ्चायत व्यवस्थाको विरुद्धमा कसरी जाने पञ्चायत व्यवस्था फाल्ने भन्ने उसको 7औं अधिवेशनमा 39 सालमा पनि भाग लिइयो। त्यति बेलाको जाने भनौँ खुला जाने अवस्था थिएन। प्रतिबन्धित अवस्थामा गणेशमान सर्वमान्य स्वर्गीय सर्वमान्य गणेशमान सिंह श्रेष्ठज्यूको घरमा बसेको 7औं अधिवेशनमा सहभागी भइयो। पञ्चायतको विरुद्धमा लाग्यो। पढाइ सहायकलाई पनि तिलाञ्जली दिएर घरतिर फर्कियो। अनि पार्टी प्रचार प्रसारमा लाग्यो र पञ्चायती व्यवस्था 46को आन्दोलनका लागि भित्रभित्रै बसेर सहयोग गरियो। एकैछिन रोके बुवा मैले। तपाईँले भन्नुभयो पञ्चायती व्यवस्थालाई एकदमै उ गर्नका लागि तपाईँ चाहिँ घरतिर फर्किनुभयो, पढाइलाई चाहिँ तिलाञ्जली दिएसम्म भयो। त्यो गर्दा गर्दै तपाईँको जीवनमा त्यो कुराले तपाईँलाई खुसी मिल्छ त? पञ्चायती सञ्जालले आफ्नो पढाइलाई चाहिँ अगाडि बढाउन पाइएन भन्ने कुरा जो छ त्यसले तपाईँलाई खुसी मिल्छ त? खुसी चाहिँ अब त्यति बेलाको परिप्रेक्ष्यमा आफूलाई चाहिँ केही न केही राम्रै हुन्छ भन्ने अनुभूति लिएर लाग्यो। तर त्यो चाहिँ पाटो चाहिँ अलिकति गलत पाटो रहेछ भन्ने पछि गएर फिल हो। जबकि मैले चाहिँ राजनीति जुन गर्ने चाहिँ उद्देश्य लिएर चाहिँ लाग्यो त्यो चाहिँ सफलता चाहिँ प्राप्त गर्न सकेन। कारण के हो भने त्यति बेला चाहिँ 43को इलेक्सनमा पञ्चायतमा भाग लिने भन्ने नेपाली काङ्ग्रेसको निर्णय मुताबिक मलाई चाहिँ त्यहाँ निर्विरोध प्रधानमन्त्री त्यति बेला बनाउने सबैको सहमति चाहिँ भएको थियो। अनि त्यति बेला खासै अब आफ्नै चाहिँ मान्छेबाट अब आफू नै हुने भन्ने किसिमको मनस्थिति चाहिँ देखाएकोले पहिलेदेखि राजनीति गरिराखेका मान्छेलाई आफूले पनि तिरस्कृत गर्नु भएन भन्ने उद्देश्यले त्यति बेला मैले अब निर्विरोध प्रधानमन्त्रीलाई मैले चाहिँ छोडेँ। अनि त्यसभन्दा पछिको परिस्थितिमा अब चाहिँ नौकरी गरेर यतातिर जान पार्टीलाई सहयोग गर्नु पर्यो भनेर केही वर्ष त अस्थायी नै नौकरी मैले पनि गरेँ। अस्थायी नौकरी गरेर बसेँ। स्थायी नभएर त्यही नेतृत्वै गर्ने जाने मनस्थिति थियो। पार्टीको लागि चाहिँ धेरै त्याग गर्नुभयो। त्यो चाहिँ सानातिना गाउँघरका इलेक्सन चुनाव आदि इत्यादिहरू गराउनेमा मलाई चाहिँ पठाएका हुन्थे। प्रत्येक गाउँका चाहिँ पार्टीका इलेक्सनहरू चाहिँ गराइराखे। त्यो चाहिँ खासै उपलब्धि मिलेन। त्यहाँ मोमो गर्न मलाई ठिक नलाग्ने। राजनीतिले त्यति खासै कसैलाई पनि अब सामान्य मान्छे मोमो गर्ने हरेक पोस्टमा सबैजना अगाडि आउन खोज्ने, आफू हुनु खोज्ने, नजाने जाने पनि। अनि सङ्गठनमा कोहीजना राम्रो गर्न अगाडि आउँछ भने त्यसलाई किन पन्छ भने म आफूले हुनुभन्दा यिनीहरूले हुनु बेस्ट छ। हामी त जो चाहिँ सैद्धान्तिक विचारधारा यहाँ चाहिँ सम्बन्धित चाहिँ छौँ, हामी त आफू छँदैछौँ। जो बाहिरका जाने छन् उनीहरू भित्र आउनु अति राम्रो हो नि भन्ने किसिमको त्यस्तो किसिमको धारणा हो कि त्यति बेला। तर अहिलेको जाने अवस्था हेर्दा त यो हामीले गलत गरेछौँ भन्ने किसिमको आफूलाई फिल भइरहेको छ। त्यो अब त्यो बाटो छुट्टै भयो, राजनीतिक बाटो हजुरको असन्तुष्ट जाने देखायो। असन्तुष्ट त्यो एउटा बाटो छुट्टै भयो। खुसी हुनुहुन्छ जो लाइफ जिन्दगीमा? ठिक छ अब अहिलेसम्म हजुरको पेसातिरै जाउँ। शिक्षक पेसा कसरी सुरु भयो अनि शिक्षक पेसामा यत्रो लामो समय दिएर 2075 सालमा रिटायर हुनुभयो। त्यहाँभित्रका आरोह अवरोहका कुराहरू चाहिँ सुनाइदिनु पर्यो। त्यसभित्र त्यस्तै हो। शिक्षक पेसा भनेको मैले भनिसकेँ
त्यति मर्यादित चाहिँ पोस्ट होइन। फेरि अब आफूले चाहिँ मल्ल स्तरको टिचिङ पनि चाहिँ खासै चाहिँ नगरिएको, प्रभावी आधारभूत चाहिँ स्तरको चाहिँ शिक्षामा चाहिँ लाग्यो, त्यसैमा चाहिँ बसियो। अब टिचर हुँदाखेरि जुन त टिचरै हुँदाखेरि पनि पछि चाहिँ जो नियमानुसार एउटा मर्यादा अनुसार योग्यताको अनुसार बढुवा प्रमोसन आदि इत्यादि चाहिँ फाइल बढुवा आदि इत्यादि भन्ने हुन्थ्यो। त्यस अनुसार पनि त्यहाँ पनि पक्षपात चाहिँ पूर्ण कामहरू हुँदो रहेछ। त्यहाँ पनि चाहिँ खासै चाहिँ सन्तुष्ट चाहिँ कामहरू देखा परेन भनौँ त। उसरी आफ्ना प्राय हेर्ने चाहिँ चलन नेपालमा विद्यमान छ। एक किसिमले त्यहाँको भनौँ के भन्ने त्यसलाई चाहिँ चाकरी प्रथा। हजुर, जसले अगाडि चाकरी गर्न खोज्यो या त चाकरी गर्न सक्नु पर्यो, या त उसको चाहिँ झुटमुटका चाहिँ खेलहरूले उसले चाहिँ जिल्लामा हाउभाउ कटाक्षहरू देखाएको हुनु पर्यो। यो चाकरी प्रथा भन्ने कुरा चाहिँ यहाँनिर रोके तपाईँले। यो चाकरी प्रथा जताततै हजुरको यो अमेरिकासम्म चाकरी प्रथा चाहिँ चलेकै छ। अहिले चाहिँ फेरि केही त मान्छेहरूको चाहिँ के छ भनेपछि अहिले चाहिँ मान्छेको विश्लेषण अनुसार चाहिँ अहिले पनि देश विदेश जुनसुकै गयो भने यो आधुनिक चाकरीवाद, आधुनिक यो चाहिँ के भन्छ कमलरीहरू चाहिँ विद्यमान छन् भन्ने चाहिँ केही साथीभाइका गुनासाहरू भन्छ। त्यो कुरा हामी पछि गरौँला। त्योभन्दा अहिले हजुरको इन्टरभ्यूमा जाउँ ल। र त्यो ठिकै छ बुवा, अब जे जस्तो भयो भने राजनीतिक अवस्था त्यति बेलाको हजुरको शिक्षा प्रणाली त्यसको व्यवस्था जे जस्तो भयो भने हजुरले नेपाललाई त्यत्रो वर्ष चाहिँ त्यहाँ बस्नुभयो, राजनीतिमा संलग्न हुनुभयो, अनि शिक्षक पेसामा पनि लाग्नुभयो, गाउँघरमा बस्दै गर्दा धनगढी बस्नुभयो, काठमाडौँ पढ्नुभयो, पछि चाहिँ काठमाडौँ पनि बस्नुभयो गएर काठमाडौँ पनि बस्यो। त्यसपछि त्यो कुरा गर्दा मैले आउन खोजेको कुरा चाहिँ के भने तपाईँले नेपालको राजनीतिक अवस्थालाई चाहिँ एकदमै नजिकबाट हेर्नुभएको छ। त्यो राजनीतिक अवस्था र आफ्नो अनुभवका आधारमा अहिलेसम्म अहिलेको जुन घटनाक्रम भइरहेको छ, घटनाक्रम दिनानुदिन डिफ्रेन्ट किसिमका अहिले भर्खरै राजावादीहरूको त्यो छुट्टै माहौल छ। त्यस बिचमा यी किसिमका परिस्थितिहरू सिर्जना चाहिँ कसरी भयो त? तपाईँको अनुभवमा चाहिँ यो राजनीति कस्तो भइराखेको छ, कता गइराखेको छ? एकदम छोटो उसमा राखिदिनु पर्यो। छोटो पहिलेदेखि नै नेपालको अवस्था चाहिँ दुर्दशालाई हेरेर मूल्याङ्कन गर्ने भने त राम्रो देशको लागि कसले गर्न आफै नै सर्वशक्तिमान बनिराख्ने र पदमा चाहिँ बसिराख्ने मनस्थिति सबैले बनाए विगतदेखि अहिलेसम्म। त्यसमा पनि अहिले चाहिँ गणतन्त्रात्मक चाहिँ उसमा आउँदा त झनै एक किसिमले विकृत अवस्थामा चाहिँ पुग्यो देश। त्यसमा म चाहिँ यो सबै कुराहरू देश कस्तो चाहिँ जनता नेताहरू कस्ता थिए, त्यहाँका चाहिँ भनौँ जनता कस्ता छन्, त्यहाँ चाहिँ विकासको लागि हामी गर्छौँ भनेर निस्किएका आइएनजिओ एनजिओ कस्ता छन् भन्ने कुरो म संक्षिप्त एउटा कथाबाट, हुन त मैले कथाहरू चाहिँ जताततै अगाडि पनि चाहिँ म गाउँमा बस्दा पनि सबैलाई सुनाउने गर्थेँ। त्यही चाहिँ कथाहरूको माध्यम अहिले चाहिँ केही कुराहरू म हुबहु मिल्ने भएकाले म यहाँ चाहिँ प्रस्तुत गर्छु। एउटा चाहिँ द इम्परर्स न्यू क्लोथ भन्ने एउटा चाहिँ कहानी थियो, हामीले पढ्नु पर्थ्यो। त्यसको चाहिँ राजा लुगाको असाध्य शौकिन थियो। त्यो लुगाको असाध्य शौकिनमा दिनानुदिन घन्टौँ घन्टामा लुगा चेन्ज गर्ने सहर परिक्रमाको हेबिट चाहिँ थियो। त्यो चाहिँ कुरा बाहिरका ठगरले चाहिँ सुने, जस अनुरूप चाहिँ ती ठगरले ल त्यो देशमा लुट्न सकिन्छ भन्ने मनस्थिति लिएर त्यहाँभित्र आए। उनीहरूले चाहिँ लुगा सिलाउँछ भनेर प्रचार गर्दै जाँदा कस्तो लुगा सिलाउँछ भन्दा हामी योग्य र अयोग्य कर्मचारी छान्ने लुगा पनि सिलाउन सक्छौँ, तर त्यसमा खर्चमा धेरैजना आउँछ, तपाईँको आफ्नो विचार हुने चाहिँ राजाले त्यो कुरालाई स्वीकार्छन् र अनि उनीहरू त्यो चाहिँ उसमा लाग्छन्। अनि जति जति सुनमा चाँदी हिरा जहरत चाहिँ माग्दै जान्छन्, पैसा माग्दै कपडा बन्ने अनि ऊ चाहिँ पठाउँदै जान्छ। हेर्न जाने मान्छे हेर्छन्, कस्तो लाग्यो भन्छ। अब त्यहाँ केही पनि हुँदैन, उनीहरूले एक्टिभिटी क्रियाकलाप देखाएका हुन्छन्, सबजना मेसिन चलाएका छन्, तर अभिनय पुरा गरिरहन् सिलाउने होइन, अभिनय पुरा गरिरहन्, तर त्यहाँ देख्नु कुनै केही पनि देखिँदैन, हेर्न जानेले केही नदेख्ने। र त्यहाँ चाहिँ केही भइरहेको छ भनेर राजासँग पुगाउन सक्ने मान्छे पनि कोही भएन नै। अब आएका प्रहरीहरूलाई कस्तो लाग्यो भने सोधे, उनीहरूले पनि अब आफू अयोग्य हुने डरले उनीहरू राम्रो बनिरहेको छ भनिदिन्थे। अयोग्य जसले त्यो कुराहरू देखेन अयोग्य ठहर हुने, लुगा जसले देखेन त्यो अहिलेको राजनीतिक परिवेशमा चाहिँ यो मान्छेले गलत गर्यो, यो
ठगिरहेछ, भ्रष्टाचार गरिरहेछ, यिनीहरू एकदमै गैर कानुनी रूपमा काम गरिरहेछन् भन्ने मान्छे चाहिँ त्यहाँ चाहिँ अयोग्य नराम्रो हुने भयो। त्यही किसिमले उता चाहिँ कपडा सिलिरहेको नाटक गरिरहेको कपडा सिलिरहेको छैन, पैसा मात्र लगिरहेछन्, हिरा जोर मात्र लगिरहेको भन्यो त्यो मान्छे अयोग्य हुने डरले केही बोल्न काम भइरहेछ। त्यसपछि राजालाई अनि अब आज फलाना दिनमा लुगा तयारी भएर योग्य र अयोग्य कर्मचारी छान्ने दिन भनेर दिन तोकिदिन्छन्। अनि त्यसपछि तिनीहरू जाने खोपीमा जान्छन्, सिंह राजाले जाने नाङ्गो तुल्याउँछन्, नाङ्गो तुल्याएर अनि जाने बाहिर रथ धन सम्पत्ति लगिसकेको धन सम्पत्ति उनीहरू आफ्नो जाने झिकाएको दरबारको जाने देशको सम्पत्ति जस्तो विदेश आफ्ना घर घर कपडा बनाउँदैछु भन्ने कपडा बनाउँदैछु भन्ने न्युमा पठाइसकेका छन्। देशलाई धेरैजना आधा जाने सम्पत्ति उनीहरूले नाङ्गो पारिसकेका हुन्छन् लुट्दै। अनि विदेशमा जाने गइसकेको हुन्छ। त्यसपछि एक दिन जाने त्यसरी लुगा तयार हो, ल राजाको आज जाने योग्य योग्य कर्मचारी पनि छान्ने, लुगा जाने सबले देख्ने नयाँ किसिमको लुगा योग्य र अयोग्य कर्मचारी छान्ने भनेर जाने त्यस्तो उर्दी भएको हुन्छ। अनि जाने बजारमा जाने रथमा राख्छन्, भित्र जान्छन्, खोपीमा पनि राजालाई लुगा लगाए जस्तो एक्टिभिटी पुरा जाने क्रियाकलापहरू देखाउँछन्। राजा पनि देख्दैन, अब मैले देखेन भने राजा पनि अयोग्य हुने। अनि कस्तो लाग्यो महाराज भन्छन्, हो एकदम ठिक छ, राजा मैले देखेर कपडा छैन भनेपछि जनताको अगाडि पनि राजा अयोग्य भइदिने। अनि त्यसपछि तल चाहिँ सब आफ्नो चाहिँ उसमा मान पदवी अनुसार चाहिँ लाइनमा खडा छन् जनता, महिला पुरुष सबका सब। अनि तल चाहिँ राजालाई नाङ्गे त्यो रथमा चाहिँ बिसाउँछन् अनि जय जयका नारा लागेका हुन्छन्। अनि सबैले राजालाई नाङ्गो देखान्, तर राजा नाङ्गो छ भन्नु कसैले पनि सक्दैन। कारण किन? अयोग्य हुने होइन, त्यो डरले। अनि त्यहाँबाट त्यहाँ बग्गीमा जाने राजालाई सहर परिक्रमा ती ठगहरू त्यहाँबाट भागेर आफ्नो जाने देशतिर रफुचक्कर हुन्छन् भनेको कारण के भने यो कथाले हामीलाई के जनाउँछ भने अनि त्यो कसैले पनि भन्नै सक्दैन। लास्टमा एउटा जना बच्चाले जना जो बच्चा त उसको कुनै सङ्गठनमा पनि थिएन, कुनै राजनीतिमा पनि थिएन, ऊ त बच्चा मनको सच्चा थियो नि त। आखिर एउटा चाहिँ ढिटो बच्चा जाने रहेछ, त्यसले भने लास्टमा राजा त नाङ्गै भनेर धेरै घटना राजालाई परिक्रमा गरिसकेपछि एउटा बच्चाले भन्नु पुगेछ र हामीले हो त हामीले नाङ्गे त देख्या हौँ, तर आफूलाई जाने बचाउने उद्देश्यले राजालाई जाने भन्न सकेनौँ भनेर फेरि त्यहीँ जाने अलिकति कपडा थोडा शरीरमा हालेर ढाकेर राजालाई फेरि दरबार फर्काउँछन् भने जस्तै। अब यस कथाको सानो सार संक्षेप के भने नेपालमा राजनीति गर्ने मान्छेहरू जति पनि अहिले छन् विगतदेखि अहिले मात्रै होइन, यो प्रक्रिया राणाकालदेखि अहिलेसम्म जति पनि हो पञ्चायती व्यवस्था, त्यसभन्दा चाहिँ प्रजातन्त्र गणतन्त्रमा आइपुग्दासम्म पनि नेताहरू जानेदेखि त्यहाँका जना कार्यकर्तादेखि जति पनि के छ भने देशको सम्पत्ति विकासको लागि आएको सम्पत्तिलाई लुटेर आफू कसरी धनाढ्य बन्ने र आफ्ना सन्तानलाई सुख सम्पन्न परिवारमा कसरी लैजाने भन्ने उद्देश्यका साथ मात्र राजनीति गरेको। अब जहाँसम्म त के लाग्छ भने राजनीति गर्न चाहिँ केही नपाएर, अन्यत्र ठाउँमा नोकरी नपाएर, अरू चाहिँ व्यवसाय गर्न नसकेर त्यस्ता व्यक्ति असक्षम व्यक्तिहरू अहिले राजनीतिमा हावी भएको पाइयो। नम्बर 1। अर्को के छ भने सरकारको करोडौँ रुपियाँको लोन चाहिँ उठाउने, अनि त्यो करोड रुपियाँको लोन चाहिँ आखिर तिर्न नसकेपछि फेरि त्यो राजनीतिमा हावी हुने, अनि त्यसको नि एउटा आफ्नो छुट्टै चाहिँ सिद्धान्त र छुट्टै दर्शन बोकेर हिँड्ने। अनि एवं प्रकारले गर्दै त्यो सम्पत्ति जति यी विदेशी ठगहरूले जसरी राज्यलाई नाङ्गो पारे त्यसै प्रकारले नाङ्गो पार्ने उद्देश्यका साथ मात्र राजनीतिमा हावी भएको चाहिँ मैले पाएँ। राजनीति अवस्था भनेको छोटो चाहिँ यो कथाले सबै जनायो। एउटा त्यो नेतागिरी राजनीतितिरको चाहिँ यो कथा मैले यहाँ भने। अर्को चाहिँ के भने अब जनता कस्तो छ त त्यहाँ बस्ने नेपाली जनता कस्तो, हामी भनौँ न, हामी कस्ता छौँ त भन्दा एउटा चाहिँ मन्दिर हुन्छ, मन्दिरको नजिकै चाहिँ एउटा गधा पाल्ने मान्छे बसेको हुन्छ। त्यो मन्दिरमा दैनिक पुजारी जाने आउँछन्, पूजा गर्छन्। अनि जब शङ्ख बजाउँछन् त्यो चाहिँ नजिकै जाने गधा हुन्छन्, गधा पाल्ने मान्छेले गधा पालेको हुन्छ। अनि त्यसमा त्यहाँबाट गधाहरू कुकु कुकु गरेर गधाको कराउँछन्। अनि शङ्खको आवाजसँगै गधाको आवाज, अनि दैनिक चाहिँ शङ्ख फुक्दै जाँदा अनि पुजारीले कहिले सकि नसकी शङ्ख पुरा जान नबजाउन सक्दा पनि त्यो गधाको आवाजले चाहिँ त्यहाँ
थपिदिन्थ्यो। अनि त्यो भएको हुनाले त्यो गधाप्रति ती पुजारीको धेरै माया जान जाग्यो। यता शङ्ख बजाउँदा गधा पनि कराइदिने हुनाले हो यो पनि एउटा मेरो सँगसँगै जाने भगवानप्रतिको आस्था जान राख्ने गधा भयो भने के हो भन्ने हुनुपर्ने गधाप्रति माया जान जागेर दैनिक त्यहाँ आएका फलफुलहरू जान लिएर गधालाई दिने। त्यसको नाम शङ्ख प्रसाद राखिदिए। गधाको नाम शङ्ख प्रसाद राखे। शङ्ख प्रसाद आज हुँदै हुँदै एक दिन चाहिँ त्यो शङ्ख प्रसाद मरेछ त्यो गधा चाहिँ। अब शङ्ख पुग्यो कराएन। अनि तीजना पुजारी त्यहाँ गएर सोधेछन् ए आज जाने खोइ त शङ्ख प्रसाद भनेर पाती प्रसाद लिएर केजना त्यहाँ गएछन् दिन भनेर शङ्ख प्रसाद आज खोइ जाने शङ्ख प्रसाद खोइ आज कराएन भनेछ। नाइ जाने हजुर शङ्ख प्रसाद त मर्यो। ए शङ्ख प्रसाद मर्यो। आत्मग्लानी भयो पुजारीलाई। त्यसको नाम आज चाहिँ नदीसँग खडोपात गरेर त आउनु पर्यो भनेर अनि कानमा तौलिया जाने भिडेर पुजारी चाहिँ यसो निस्केछन्। अनि कतै जाने दोकान कतै बजारका बाटामा हिँड्दाखेरि पर्दाखेरि हो आज पुजारी साहब कता जाँदै हुनुहुन्छ होइन आज शङ्ख प्रसाद मर्यो अनि जाने नदीसम्म गएर खडपात गरेर आउँछौँ। ए शङ्ख प्रसाद मर्यो। शङ्ख प्रसाद मर्यो। अनि अर्को जना सुन्ने मान्छे नि त्यो शङ्ख प्रसाद मर्यो भने ऊ पनि खडपात गर्न जग्गा धारामा पनेरामा गएछ। अनि स्कुललाई जाने स्कुलका सरहरू भेट्दैछन्। अनि आज कहाँ जाँदै हुनुहुन्छ आज नै शङ्ख प्रसाद मर्यो। ए शङ्ख प्रसाद मर्यो। त्यसो भए स्कुलमा चाहिँ टिचरले पनि बिदा दिइदिन्छ। बजारहरू बन्द हुन्छन्। सारा बन्दै हुँदै जाँदा को भएछ न आज शङ्ख प्रसाद मर्यो भनेका छन् मान्छे त्यत्तिकै जाने शङ्ख प्रसाद मर्यो भन्दै हिँड्दै जाने खडपातमा जुटिहाल्छ। अनि यो खबर जाने अब प्रशासनसम्म पनि पुग्यो। आज फलाना ठाउँमा त यस्तो शङ्ख प्रसाद नामको जाने मरेर सारा पसल स्कुल सारा बन्द छन्। के हो यो शङ्ख प्रसाद कुन चाहिँ हो कहाँबाट आयो कुरो भने खोज्दै जाँदा अनि त्यो शङ्ख प्रसाद पुजारीलाई जाने बोलाएछ। के हो जाने को हो यो शङ्ख प्रसाद मरेको भनेपछि होइन हजुर मेरो यस्तो यस्तो थियो सधैँ त्यो कराउँथ्यो अनि त्यो मैले चाहिँ त्यसलाई माया स्नेह गरेँ भने म आफै जाने सोध्ने मान्छेहरूले सोधेँ मैले भनिदिएको मात्र हो। मैले बिदा गर्नुहोस् बस्नुहोस् आफ्नो जना कामबाट भनेको त मैले होइन। यस्तो यस्तो घटना हो। अनि हो जनता कस्तो भयो भने त्यही पुजारीको शङ्ख प्रसाद कुनै व्यक्ति चाहिँ छ त्यहाँ चाहिँ अलिकति पढे लेखेको अलिकति चाहिँ बुद्धिजीवी चाहिँ भएको अथवा नेतागिरी गर्ने खालको मान्छे छन् कुनै केही काम विषय उनीहरूले बोल्यो करायो भने जनता तेरो कान कागले लियो भने कागको पछाडि झर्ने आफ्नो कान नछाम्ने। एउटा पुजारीले एउटा गधा मरेको हुन्छ र पनि शङ्ख प्रसाद मर्यो भने किन ऊ ठुलो प्रतिष्ठित मान्छे हो। अनि उसले कराने बित्तिकै शङ्ख प्रसाद मर्यो भन्ने बित्तिकै सबैजना खडपात त्यो शङ्ख प्रसाद भन्ने को हो भनेर क्वेसन गर्ने र को हो किन हो कहाँको हो किन भयो यस्तो नेपालको राजनीति यो गलत भइरहेछ कि यो चाहिँ सही भइरहेछ यो यसको मूल्याङ्कन कसरी छैन। एकाले भन्यो भने उसका पक्षधरहरू अनि त्यत्तिकै पछि लाग्ने तेरो कान कागले भनेर कागको पछि नि दौड्ने आफ्नो कान नछाउने किन भन्दैछ के का लागि भइरहेछ त्यतातिर भन्ने र त्यतातिर प्रश्न गर्न सक्ने सामर्थ्य नेपाली जनतामा छैन। लोभ स्वार्थको यता नै एउटा स्वार्थका लागि फलानु मान्छे भयो अगाडि गएपछि हामी त्यही नै पाउँछौँ भन्ने एउटा आशामै व्यक्ति विशेषका भक्त भइराखेका छन्। राजनीति दर्शन भन्ने नीति भन्ने त्यहाँ चाहिँ छैन। जनताको अवस्था यस्तो छ। अब अरू चाहिँ एनजिओ आइएनजिओहरू कस्ता छन् त त्यहाँ फेरि विकास कार्यमा हाम्रो संलग्नता छ भन्ने चाहिँ खालको कस्ता भने त्यो पनि म कथाइबाट चाहिँ भन्छु। एउटामा सानो हाल हुन्छ खाल पानीको अनि त्यहाँ नजिक मुर्गाहरू पालेका मान्छे मुर्गाहरू चरिराखेका हुन्छन्। एक दिन एउटा मात्र मुर्गा चरेको हुन्छ अनि स्यालको चाहिँ परिवार उता जाने सुत्केरी भएर घरभित्र ओडारभित्रमा 5-7वटा बच्चा जाने छन् भित्र जाने छ। अब चारो त चाहियो खान त चाहियो तिनीहरूलाई पनि। अनि भाले स्याल जाने यसो जाने घुम्दै जाँदा त्यहाँ जाने पुग्छ र यसो जाने त्यहाँ मुर्गालाई अब एउटै मुर्गालाई लियो भने पुरा परिवारलाई नपुग्ने आफैले चारो ठिक्क भयो होइन। अब एउटा योजना बनायो उसले आफूले योजना बनाउँछ र अनि त्यो आहालमा भुत्त जाने एउटा ढुङ्गा खसाल्छ। ढुङ्गा खसाले त्यसलाई खालमा जाम बोङ भुत्त जाने आवाज आउँछ नि पानीमा पानी छताछुल्ल जाने भएपछि मुर्गाले जाने त्यहाँ देख्छ चरिराखेको मुर्गाले ओहो आज आकाश खस्न थाल्यो मुर्गालाई लागेछ आकाशमा यो त जानु राजालाई जानु भन्न जानु पर्यो भनेपछि अनि त्यो हिँड्दै जाँदाखेरि अरू मुर्गाहरू पनि ए कहाँ हो नै आज आकाश खस्न थाल्यो यो कुरो राजालाई भन्नु पर्यो
अझ अर्को जना हाँसहरूको बथान, मुर्गाहरूको बथान एवं प्रकारले सबै पछि लागेर कहाँ लागे, कहाँ लाँदैछ भनेर राजालाई राजाकोलाई भन्नु यस्तो आकाश खस्यो, उजुरी गर्न जानु पर्यो भन्दै जाँदा तल चाहिँ अनि त्यो स्याल चाहिँ अर्को बाटो चाहिँ छुट्टै बाटो भएर छोटो बाटोबाट सर गएर जहाँ जाने दो बाटो जानुपर्छ, राजाको दरबार जाने बाटो र आफ्नो घर जाने बाटो, त्यस्तो जाने ठाउँमा गएर ठ्याक्क ठिङ्ग उभिन्छ। अनि ती चाहिँ तिनीहरूको बथान जाने राजालाई उजुरी गर्नु भनेर गइराखेको हुन्छ। हजुर मुर्गाहरूको तिनीहरूको ए आज कता हो नै आज जाने आकाश खस्न थाल्यो, म त जाने यो कुरो राजालाई उजुरी गर्न हामी त त्यहाँ जाँदा अनि बाटो देखेका छौ त तिमीले राजाको दरबार जाने, छट्टु स्याल त भइहाल्यो होइन, देखेका छौ? नाइ नै देखाएको छैन। त्यसो भए चाहिँ आऊ मेरो पछि लाग्यो, म देखाइदिन्छु तिमीहरूलाई। अनि सर लिएर जाँदा जाँदा त आफ्नो जाने जहाँ बसेका बालबच्चा ओडारभित्र लग्यो। अनि त्यहाँ बाहिर तिनीहरू निस्कन घेराउ बन्द गरिदियो, त्यो ओडारलाई बन्द गर्यो। अनि भित्रमा आनन्दले चाहिँ एउटा चाहिँ बालबच्चाहरू सुविस्तसँग खान थाले। हो त्यही स्याल, छट्टु स्यालकै चाहिँ यो खेल जस्तै एनजिओ आइएनजिओहरू एवं प्रकारले लुटिरहेको घटनाको आविष्कार पनि आफै गर्छन्। त्यहाँ जसरी स्यालले चाहिँ ढुङ्गो खालमा चाहिँ फालेर चाहिँ घटना आविष्कार गर्यो, घटनाको आविष्कार पनि आफै छन्, आविष्कारक पनि आफै, त्यो घटनालाई मोडमाड गरेर अनि ती जनताहरूलाई न राजा कहाँ जान पाएका छन्, सही ठाउँमा उनीहरूको सही ठाउँमा जान पाएका छन्, न त जाने आफ्ना गुनासाहरू आफ्ना दुःखहरू न केन्द्रलाई सुनाउन पाएका छन्। खालि त्यहीँभित्र चाहिँ रुल मिलाइदिएका छन् र अनि ती जनताबाट नाना थरी जाने बिजोग विषय उठाएर आफ्नो बालबच्चालाई र आफ्नो जीवनलाई सुधार राख्ने एनजिओहरू भनेका यी मेरो आफ्नो अनुभवहरू। यी मैले जहाँ तहीँ पनि त्यहाँ पनि अछाममा पनि बोल्ने क्रममा कहिलेकाहीँ जाने साथीभाइ बसेको बेला नेपालको अवस्था र जनता र यो जाने एनजिओ आइएनजिओ र सरकारमा बस्नेहरू राज्यमा जाने भन्नुहुने मान्छेहरू क्रियाकलापहरू अवगत गराउँथे। हो अहिले यहाँ पनि मैले यही कुरो फेरि चाहिँ हजुर ठिकै छ। अब त हामी अझ धेरै छन् यस्ता कुराहरू, कति छ गरौँला बुवा बिस्तारै, समय जाने छैन, समय भएको अब त यो आधा घन्टा हुन लागिसक्यो। अब यसलाई छोटो बनाएर सिद्ध्याउला। अब के भन्न चाहनुहुन्छ त अन्तिममा आफ्नो छोटो कुरा राखेर कार्यक्रमलाई चाहिँ? अब म के भन्न चाहन्छु भने अब जे जस्तो मान्छेको अवस्था जस्तो सुकै भयो भने आफूले जाने स्वविवेकी बन्नु पर्दछ, अर्काको लयमा लाग्नु हुँदैन होइन, लोभ लालचमा पनि लाग्नु हुँदैन। आफूले जे गर्न सक्यो त्यो आफ्नो मेहनत र परिश्रममा निर्भर जाने आफूले आधार आफ्नो जाने लाइफलाई आधार बनाउनु पर्दछ। जत्रो छ त्यत्रै घाँटी हेरी हाड निल्नु, जत्रो आफ्नो आम्दानी छ, जत्रो आफ्नोसँग सामर्थ्य छ त्यो सामर्थ्य अनुसार मात्रै चाहिँ हिँड्नुपर्छ। अर्काको आलोचना प्रत्यालोचनापट्टि पनि लाग्नु हुँदैन। आफूले इमान्दार भएर चाहिँ आफ्नो देशप्रति इमान्दार भएर बाँच्न सक्नुपर्दछ र देशमा जुन कानुन चाहिँ बन्छ त्यो कानुनलाई चाहिँ मानेर त्यसलाई लागू गर्ने पनि हामीबाटै हो। हामीले मानेपछि त्यहाँ चाहिँ देश पनि बलियो हुन्छ। देशको चाहिँ कानुनी मान्यतालाई हामीले प्राथमिकता चाहिँ दिनुपर्छ, यो कुरो एउटा। अर्को कुरो के भने अब हामीले स्थायित्व भनेको के हो त नेपाली जनताका लागि? हामीले स्थायित्व के, बुद्धिमान मान्छेले पनि देशको स्थायित्व शान्ति सुव्यवस्था कसरी छ त केमा छ भनेर चाहिँ अहिलेसम्म तय गर्न सकेको छैन भने यो भन्दा अर्को हामी दुःखी को होला भनौँ न त। देशमा कहिले पनि स्थायित्व भन्ने कुरो अहिलेसम्म यत्रो भारत अरू देश पछिका देशहरू भन्छ हामी त पुराना चाहिँ स्वतन्त्र राष्ट्र हो भनेर चाहिँ धेरै फुइ पनि लगाउँछौँ नेपालीहरू। तर अहिलेसम्म स्थायित्व व्यवस्था देशमा चाहिँ स्थायित्व र शान्ति सुव्यवस्था ल्याउन सकेको छैन। जति बेला चाहिँ जसको मन लाग्यो त्यति बेला आन्दोलन गर्छ, जति बेला जसको मन लाग्यो त्यो आन्दोलन गर्छ अनि क्रान्तिकारी बन्छ। दुनियाँभर गएर जनतालाई चाहिँ त्यहाँ पेल्ने काम मात्रै भइराखेको छ। जनताहरू कहीपटक मरे, कतिजना मरे, कति मरे, मार्ने र मार्ने काम मात्रै भएर तर शान्ति सुव्यवस्था कायम गर्न सकेको छैन। जहाँसम्म मेरो सबैलाई अनुरोध के भने अबको स्थायित्व के त नेपाली जनता र देशको शान्ति समृद्धिका लागि, देशको उन्नतिका लागि अबको स्थायित्व कुन व्यवस्था त सही जाने व्यवस्था सिलेक्ट गरौँ अनि त्यस बाटोबाट लागेर त्यसैलाई चाहिँ सपोर्ट गरौँ र देशलाई उँभो लाग्ने बाटोतिर लागौँ र हाम्रो उन्नति केमा छ त्यसलाई मध्यनजर गरेर त्यसैलाई सपोर्ट गरौँ। जो पाए चाहिँ त्यही व्यक्तिलाई मैले अघि भने त्यो पुजारीको शङ्ख प्रसाद चाहिँ नबनाऊ।
हस् त, आज बिदा हुन्छु यो कार्यक्रमबाट। बुवासँग भएको यो सानो अन्तर्क्रिया कार्यक्रममा तपाईँहरूले चाहिँ हामीलाई हेरेर साथ गरिदिनु होला भन्दै कार्यक्रमबाट बिदा हुन चाहन्छु। हस् त, हस् बुवा। हस् हस्।